आज हामी चीनको अनौठो हाइब्रिड मोडेलको बारेमा कुरा गर्दैछौँ। एउटा यस्तो प्रणाली जुन दुईवटा स्टियरिङ व्हीलले चलिरहेको छ। ल सुरु गरौँ एउटा यस्तो तथ्याङ्कबाट जुन सुन्दा पनि पत्याउन गाह्रो हुन्छ। एकै जीवनकालमा 80 करोड मानिसलाई चरम गरिबीबाट बाहिर निकाल्नु यो मानव इतिहासमै अभूतपूर्व कुरा हो र यही हो चीनको आर्थिक चमत्कारको सबैभन्दा ठूलो प्रमाण। तर यहीँनेर एउटा गजबको प्रश्न उठ्छ, कसरी एउटै तस्बिरमा कम्युनिस्ट पार्टीको रातो झण्डा र पुँजीवादको प्रतीक गर्जिरहेको स्टक मार्केट सँगसँगै हुन सक्छ? हो, यही हो चीनको मोडेलको केन्द्रीय पहेली। त्यसो भए यो रातो झण्डा र गर्जिरहेको बजारको जुन कुरा छ नि, यसलाई बुझ्नको लागि सबैभन्दा पहिले यो थाहा पाउन जरुरी छ कि यो विषय हाम्रो लागि किन यति महत्त्वपूर्ण छ। हेर्नुस्, यो कुनै टाढाको सैद्धान्तिक कुरा होइन, यो त हाम्रो दैनिक जीवनसँग जोडिएको छ। सोच्नुस् न, हामीले बोक्ने फोन, घरको छतमा भएको सौर्य प्यानल, सडकमा गुड्ने बिजुली गाडी, यी सबै कुनै न कुनै रूपमा चीनसँग जोडिएका छन्। बेजिङमा बन्ने सानो नियमले पनि विश्वभरका कारखाना र बजारमा ठूलो तरङ्ग ल्याइदिन्छ। तर चीन सधैँ यस्तो विश्वव्यापी शक्तिको केन्द्र त थिएन नि, होइन र? यो यात्रा कसरी सुरु भयो त? ल अब अलिकति इतिहासमा फर्कौं, जब चीन एक बन्द अर्थव्यवस्थाबाट बजार उन्मुख शक्तिमा बदलियो। यो स्लाइडले त्यो परिवर्तनलाई छर्लङ्ग पार्छ। सोच्नुस् त, एकातिर थियो माओको युग, जहाँ ग्रेट लिप फरवर्ड र सांस्कृतिक क्रान्ति जस्ता वैचारिक अभियानले देशमा अराजकता र आर्थिक दुर्गति मात्रै ल्यायो, अनि अर्कोतिर डेङ सियाओपिङ आए, जसले विचारधाराभन्दा परिणामलाई महत्त्व दिए। डेङ सियाओपिङको एउटा भनाइ छ जुन एकदमै प्रख्यात छ र जसले त्यो पुरै परिवर्तनको सार बताउँछ। उनको लागि विचार कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण थिएन, परिणाम के आउँछ भन्ने कुरा महत्त्वपूर्ण थियो। यदि बजारले देशलाई गरिबीबाट बाहिर निकाल्न सक्छ भने त्यही बाटो ठिक छ। अनि त्यसपछि त भनौँ न, बजारको रेलले गति समातिहाल्यो। 1978मा सानो कृषि सुधारबाट सुरु भएको यात्रा 1992मा डेङको दक्षिणी भ्रमणले थप गति पायो। 2001मा विश्व व्यापार सङ्गठनमा सामेल भएपछि त चीन विश्वको कारखाना नै बन्यो र 2012मा सी जिनपिङको आगमनसँगै यो मोडेलले नयाँ मोड लियो। अब यही ऐतिहासिक परिवर्तनले एउटा यस्तो अनौठो प्रणाली जन्मायो। चीनको यो हाइब्रिड प्रणालीलाई परिभाषित गर्ने मुख्य अवधारणाहरू के हुन् त? ल अब अलि भित्रै गएर हेरौँ है त। सबैभन्दा पहिलो र महत्त्वपूर्ण अवधारणा हो पिञ्जडाको अर्थतन्त्र। यसको मतलब के हो भने, बजार एउटा चरा हो र राज्यको योजना चाहिँ पिञ्जडा। चरालाई पिञ्जराभित्र उड्न दिने तर त्यसलाई बाहिर भाग्न नदिने, अर्थात् बजारलाई स्वतन्त्रता त दिने तर राज्यको नियन्त्रणभित्र राखेर। त्यसपछि आउँछ राज्य पुँजीवाद। यसलाई बुझ्नको लागि स्मार्टफोनको उदाहरण एकदमै राम्रो छ। कम्युनिस्ट पार्टीले फोनको अपरेटिङ सिस्टम जस्तै कि ब्याङ्क, जमिन र ऊर्जालाई नियन्त्रण गर्छ, र निजी कम्पनीहरू चाहिँ एप्स जस्तै हुन् जसले तीव्र गतिमा नयाँ आविष्कारहरू गरिरहन्छन्। अब यो चाहिँ साँच्चै नै रोचक कुरा छ। पार्टीको शासनको आधार चुनाव होइन, बरु प्रदर्शनको वैधता हो। यसको मतलब पार्टी र जनताबीच एउटा नलेखेको सम्झौता छ। हामी आर्थिक वृद्धि, रोजगारी र स्थिरता दिन्छौँ र त्यसको बदलामा जनताले हाम्रो शासन स्वीकार्छन्। चीनको सुधार युगको एउटा चर्चित रणनीति थियो ढुङ्गा छाम्दै नदी तर्नु। मतलब ठूलो परिवर्तन एकैचोटि नगर्ने, बरु स्थानीय स्तरमा नयाँ नीतिहरू परीक्षण गर्ने। यदि त्यो सफल भयो भने त्यसलाई देशभरि लागू गर्ने, असफल भए चुपचाप छाडिदिने। यो एक किसिमको तलबाट माथि जाने आविष्कार प्रक्रिया थियो। तर 2012 पछि जब सी जिनपिङ सत्तामा आए, यो मोडेलमा एउटा ठूलो फेरबदल देखियो। पार्टीले भनौँ न आफ्नो नियन्त्रण फेरि एकपटक बलियो बनाउन थाल्यो। यो परिवर्तनलाई मोडलको अन्त्यको रूपमा हेर्नुभन्दा पनि एउटा रणनीतिक मोडको रूपमा बुझ्नुपर्छ। अब प्राथमिकता सबैभन्दा छिटो विकासबाट सुरक्षित विकासतर्फ मोडियो, जहाँ राष्ट्रिय सुरक्षा र आत्मनिर्भरतामा धेरै जोड दिइयो। अनि यो नयाँ युगका मुख्य नीतिगत दिशाहरू के थिए त? पहिलो त हरेक क्षेत्रमा पार्टीको नियन्त्रणलाई फेरि बलियो बनाउने। दोस्रो, प्रविधिमा आत्मनिर्भर बन्ने। तेस्रो, राष्ट्रिय सुरक्षालाई सबैभन्दा माथि राख्ने। र चौथो, घरजग्गा जस्ता क्षेत्रमा रहेको आर्थिक जोखिमलाई कम गर्ने। ल चीनभित्रको कुरा त भयो। अब यो आन्तरिक मोडलले विश्वव्यापी अर्थतन्त्र र भू राजनीतिलाई कसरी असर गर्छ? आउनुहोस् अब त्यसमा ध्यान केन्द्रित गरौँ।
यसको सबैभन्दा राम्रो उदाहरण सायद हरित प्रविधिमा देखिन्छ। आज सौर्य प्यानल होस् वा इलेक्ट्रिक गाडीको ब्याट्री, यसको उत्पादनमा चीनको एक छत्र राज छ। यसले विश्वभरि मूल्य त घटाएको छ, तर यसले अन्य देशहरूलाई चीनमाथिको निर्भरताप्रति चिन्तित पनि बनाएको छ। अनि यसका अरू विश्वव्यापी परिणामहरू पनि छन्, जसको बारेमा आज संसारभरि बहस चलिरहेको छ। जस्तै कि विश्वव्यापी आपूर्ति श्रृङ्खलामा यसको भूमिका, बढ्दो भूराजनीतिक तनाव र चीनको ऋण तथा जनसङ्ख्या जस्ता विषयहरू। यसले एउटा निकै महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ कि राज्यको नियन्त्रण यति कडा हुँदा र राजनीतिक जोखिम बढ्दा साँच्चै विश्वस्तरीय सृजनात्मक आविष्कार फस्टाउन सम्भव छ त? ल, अब हामी हाम्रो अन्तिम खण्डमा आइपुगेका छौँ। यहाँ हामी एउटा यस्तो रूपकको कुरा गर्छौं जसले यो पूरै प्रणालीको सारलाई बुझाउँछ। चीनको अर्थतन्त्रलाई एउटा यस्तो गाडीको रूपमा कल्पना गर्न सकिन्छ जसमा दुईवटा स्टेरिङ व्हील छन्। एउटा स्टेरिङ बजारको हो जसले मूल्य, प्रतिस्पर्धा र प्रतिभालाई अगाडि बढाउँछ, अनि अर्को स्टेरिङ पार्टीको हो जसले स्थिरता, सुरक्षा र रणनीतिक दिशा निर्धारण गर्छ। र अन्त्यमा एउटा गम्भीर प्रश्नबारे सोचौं। यदि देशको द्रुत आर्थिक वृद्धि र राष्ट्रिय शक्तिको लागि केही व्यक्तिगत स्वतन्त्रता त्याग्नु पर्यो भने कतिसम्मको नियन्त्रण स्वीकार्य हुन्छ? र अर्को कुरा, चीनले लगाएको यो ठूलो बाजी सन् 2035 सम्म पनि सफल भइरहला त? यो प्रश्नले हामीलाई यो मोडलको भविष्य र यसका सम्झौताहरूबारे सोच्न बाध्य बनाउँछ।